नमस्कार। विश्रान्ति अपडेटको साथमा म सृजना खुलाल। विश्रान्ति अपडेट तपाईँ प्रत्येक दिन साँझ 7 बजे रेडियो लालीगुराँस 105.2 मेगाहर्ज, रेडियो खबरपालिका 88.7 मेगाहर्ज, रेडियो खबरपालिकाको फेसबुक पेज र खबरपालिका न्युज युट्युब च्यानलबाट पनि सुन्न रहेन सक्नुहुनेछ। विश्रान्ति अपडेटमा हामी विश्रान्ति वृद्धाश्रमलाई सहयोग गर्नुहुने महानुभावहरूको नाम तथा उहाँहरूले गर्नुभएको विषयको बारेमा जानकारी गराउँछौँ। आज विश्रान्ति अपडेटमा धरान निवासी केशव प्रसाद श्रेष्ठ सपरिवारद्वारा मिति 2083 वैशाख 10 गते यस आश्रमवासी ज्येष्ठ नागरिकहरूको निम्ति चिउरा 5 केजी, चियारङ 1 पावा र चिनी 3 केजी समर्पण गर्नुभएको छ। त्यसै गरी सुनसरी इटहरी 1 दरहरा टोल निवासी यशोदा दाहाल सपरिवारद्वारा मिति 2083 वैशाख 11 गते यस आश्रमवासी ज्येष्ठ नागरिकहरूको निम्ति कोल 4 दर्जन र स्याउ 4 केजी समर्पण गर्नुभएको छ। साथै विश्रान्ति मन्दिर शान्ति आश्रम धनकुटा नगरपालिका 9 मुलघाट धनकुटाका लागि प्रशान्त भट्टराई खादबारी 1 बाट रु 550 रुपियाँ, साजन मान प्रधान धनकुटा नगरपालिका 5 बाट रु 1005 रुपियाँ, ज्ञानकुञ्ज रमाइली कीर्तन मण्डली दमक 7 झापा बुद्ध मार्ग टोलबाट रु 3500 रुपियाँ र स्वर्गीय फतेह बहादुर खड्गे दाता सुरज खड्गे सपरिवारबाट भक्तपुर 3 बाट रु 15000 रुपियाँ सहयोग गर्नुभएको छ। विश्रान्ति वृद्धाश्रमको लागि सहयोग गर्नुहुने सम्पूर्ण दाताप्रति आश्रमको तर्फबाट सुख शान्ति पेशागत क्षमता अभिवृद्धिको लागि भगवान विश्रामश्वर महादेवसँग प्रार्थना गर्दछौँ। साथै उहाँहरूलाई धन्यवाद पनि ज्ञापन गर्दछौँ। जय विश्रान्ति।